बोल्दै गरेको कोपिलाले एक दिन पातलाई सोध्यो, किन सधैँ हरियो हुन्छौ? मलाई हेर त मेरो रङ कति बदलिरहन्छ। पहिले कोपिला हुँदाखेरि हरियो, त्यसपछि सेतो, त्यसपछि रातो, त्यसपछि गुलाफी भएर म पहेँलो हुन्छु। देख्यौ मेरा रङहरू कति परिवर्तन भएर कस्तो हुँदो रहेछ। पातले एकटक हेरेर अनि कोपिलालाई जवाफ दियो। अनि त्यसपछि तिमी के बन्छौ त? तिमी के हुन्छौ त? त्यसपछि पात शान्त मौन रह्यो। कोपिला मौन रह्यो। उसँग केही प्रत्युत्तर दिनको लागि थिएन। पातले भन्यो, हामीले रङ बदलिँदैमा एकैछिनको लागि त हामी सुन्दर हुन्छौँ, तर छिनछिनमा रङ बदलिनु भनेको समाप्तिको बाटो पहिल्याउनु हो। सोच्नुहोस् त, साँच्चै नै जीवनको सबैभन्दा गहिरो शक्ति नै यही नै छ। हाम्रो गहिरो शक्ति नै यही हो। हामी सोच्छौँ परिवर्तन हुनु भनेको अघि बढ्नु, नयाँ रूप प्राप्त गर्नु, विकास हुनु, अरूको आँखामा अझ बढी सुन्दर, सफल र महत्त्वपूर्ण बन्नु नै जीवनको महत्त्वपूर्ण उपलब्धि हो। तर परिवर्तनको विषयलाई हामी गहिरिएर मनन गर्दैनौँ। हामी जे बन्छौँ अगाडि बढ्दै जान्छौँ, तर त्यसबाट जीवनमा हामीले के कुरा गुमाउँदै गएका छौँ। एकपटक त्यस विषयमा आफैलाई राखेर मनन गर्नुहोस् त। हाम्रो जीवनको बाल्यकाल, युवा अवस्था अनि बुढौलीपनको समयावधिमा क्रमशः तपाईँ हाम्रा शरीरहरू परिवर्तन हुन्छन् र बदलिरहन्छन्। त्यस क्रममा अनुहार, सम्बन्ध, विचार अनि पहिचान क्रमशः परिवर्तन हुँदै जान्छन्। त्यही समयावधिलाई हामी परिवर्तन ठान्छौँ। तर ती प्रत्येक सुरुवातसँगै अन्त्य पनि सँगै लुकेको हुन्छ। जस्तै फुल फुल्नु सुन्दर सुरुवात हो भने, फल लाग्नु आनन्द हो भने, फल पाकिसकेपछि हाँगाबाट छुट्टिनु हरेक सुरुवातसँग अन्त्य जोडिएको हुन्छ भने चाहिँ मानिसको जन्मपछि मृत्यु निश्चित छ। तर हामी जन्मलाई मूल्यवान ठान्छौँ, मृत्यु स्वीकार गर्न सक्दैनौँ, होइन र? जीवन सायद यही नै हो, परिवर्तन भएर बाँच्नु। तर ती परिवर्तनमा आफू स्वयंलाई नहराई, आफूभित्र सोचिन्तन चेतना जगाई, बाहिरी सुन्दरतामा नहराई, स्वयं आफूले आफूलाई चिनेर म को हो भन्ने कुरा बुझेर अगाडि बढ्नु नै जीवन परिवर्तन भए तापनि मूल्यवान बनाउन सकिन्छ। परिवर्तन नै सबैभन्दा ठुलो कुरा होइन, परिवर्तनलाई आफूमा कसरी परिवर्तित गराउने भन्ने कुरा ठुलो हो। त्यसैले आफूले आफूलाई परिवर्तन गर्न सक्नुपर्छ। राम्रा कुराहरूमा, सुन्दरता बाहिरी भौतिक वस्तुको सुन्दरतामा होइन, आफ्नो चिन्तनद्वारा, मननद्वारा आफूले आफूलाई परिवर्तन गरेर स्वविवेकी बन्न सक्नु पर्छ। थ्याङ्क यू एभ्रिवान।